Hello, welcome to my vlog. है आज गोल्डन विक 2026 साल 0505 को आजको हामी बुढाबुढीको घुमघामको छोटो सर्ट भिडियो लिएर आएको छु। सोचेको थिएन यहाँ यस्तो रमाइलो हुँदो रहेछ भनेर है। जस पहिलाको साल पनि देखेकै हो, तर भित्र छिरेको थिएन। यसपालि चाहिँ भित्र छिरेर हेरियो। जस हाम्रो नेपालको चाहिँ पोखरामा लाग्ने मेलाहरू जस्तो नै लाग्दो रहेछ यो गोल्डन विकको बेलामा। विभिन्न खानेकुराहरू, मनोरञ्जनको कुराहरू, कार्यक्रमहरू हुँदो रहेछन् हैन। त्यहाँ चाहिँ हामी नेपालीहरू हामीहरू मात्रै जस्तो देख्यौँ। त्यही भएर सबैले अलि अनौठो मानेर हेर्दै थियो। जस अरू फिलिपिन्स, इन्डोनेसिया कता गएर त देखियो, तर नेपाली चाहिँ देखिएन। सायद सबैजना काममा नै व्यस्त थियो होला। तर हामी चाहिँ छुट्टी भएको भएर मैले श्रीमतीसँग चाहिँ यसो टाइम मिलाएर हामी यहाँ एकछिन घुम्न आयौँ हैन। जस एकदम रमाइलो र चहलपहल राम्रै देखेँ हैन। किनभने यो ठाउँ भनेको त्यस्तो एकदमै आतामी आकोनी हैन। त्यहाँ जस्तो एकदम टुरिस्ट धेरै आउने ठाउँ त होइन, तर पनि आज चाहिँ लोकलहरू अनि केही हिसाबमा टुरिस्टहरू पनि धेरै मात्रामा देखियो हैन। एकदम राम्रो चहलपहल रहेछ। जापानमा चाहिँ अब यो गोल्डन विकको बेलामा के कारण हो कसो हो त्यो त मैले बुझ्न सकिनँ, तर जस त्यो अब धेरै नै कार्यक्रमहरू रमाइलो कार्यक्रमहरू यहाँ हुँदो रहेछ हैन। आज जस घुमेको पनि रमाइलो नै भयो। धेरै कुरा देख्न पाइयो, बुझियो भनौँ यस्तो यस्तो हुँदो रहेछ भनेर। सायद को आउनु भएको छ छैन हैन। नेपालीहरू कोहीहरू हुनुहुन्छ भने कसैले अब मैले भन्दा अलि धेरै बुझ्नु भएको छ भने प्लिज है लेट मी नो इन द कमेन्ट्स। और यसको बारेमा भिडियो बनाउन सक्नुहुन्छ भने भिडियो बनाएर मलाई पनि केही बुझ्न मौका दिनु होला।